सबतिर गरे छ यसको दुई साइडकै जेरक्स गर्नु के हजुर म भएन नि अहिले म गरिदिइहाल्छु हुन्छ के बस्दै गर्नु सर अहिले कति गर्नु पानी पर्ला पर्ला जस्तो भयो अलिअलि पानी छिटा पनि हातमा आउँदैछ सो निस्किनु पर्ने यस्तो अवस्था होइन अहिले खै पानीले भिज्यो भने मेरो बिजोक हुन्छ कस्तो यहाँ पानी पर्नु परेको थियो सो गाइस तपाईँको यो जग्गा चाहिँ तपाईँको बर्दाङ होइन डिटिसी कलेज अन्त यसको मुनि जस्तै फडाएर यो सबै यस्तो भएको छ नि त जग्गाहरू सबै आर्मी क्याम्पहरू थियो सबै गएछ नि त अस्ति फर्डमा चाहिँ अन्त निकै दिन बाद यहाँ जग्गामा आएको नि त म होइन हल्का एक्सप्लोर गर्नु अन्त हल्का ट्रेल पनि हुन्छ भनेर होइन अन्त हल्का बाइक मैला बनाएर चाहिँ वासिङमा जाउँ भन्ने प्लान छ मेरो चाहिँ होइन यो उकालो लाग्दैन खोइ यो उकालो चढ्ने हो कि होइन आहा जबरजस्ती गर्नु न बेसी आमा हेभी छ बाटोहरू दुटा गएको छैन अहिले भने चाहिँ म रम्बुतर्फ आएको किन भन्दाखेरि चाहिँ अस्ति मेरो डिएल चाहिँ हराएको थियो नि त झन्डै सो अस्ति भने चाहिँ मेरो डिएल हराएको थियो नि त त्यही कारण चाहिँ म एफआइआरको लागि चाहिँ रम्फू आएको होइन एफआइआर चाहिँ मैले अस्ति गरेको थिएँ नि त होइन त्यो एफआइआरमा चाहिँ 5वटा थानाको चाहिँ एनओसी चाहिँ चाहिन्छ अरे हो त्यो एनओसी चाहिँ आज भयो नि त सबै गान्तोक पनि भयो रानीपुर पनि भयो सिङताम पनि भयो सो अब चाहिँ रम्फू गरेर चाहिँ एफआइआर क्लेम रेजिस्टर गर्नु छ हो त्यहाँदेखि चाहिँ मेरो नयाँ डिएल बनिन्छ अरे डुप्लिकेट होइन यस्तो केयरलेस भएको छु कि म अब चाहिँ अरिजिनल कहिले बोकेर हिँड्नु गाइस म यो म जेरक्स बोकेर हिँड्छु कि सब सर तल अफिसमा कतिखेर आउनुहुन्छ मान्छेहरू तल अफिसमा अस्ति एनओसीको लागि आएको थियो कि जहिले लक हुन्छ तल सबै भइसक्यो कि भोलि पनि भेट्दैन यहाँ मात्रै छ कि बाँचेको पर्सि सबै जग्गा हिजो सबै जग्गा कसलाई भेट्नुपर्छ ए तपाईँले भेट्नुपर्छ यहीँतिर यहाँ गर्दा हुँदैन नि है अस्तिदेखि म त भएको छैन कि यहाँ मात्रै छ बाँचेको भोलि बिहान आउँदा हुन्छ भोलि बिहान आउँदा हुन्छ भोलि हुँदैन पर्सि बिहान नै आउँदा त्यहीँ अफिसमा भेट्छ है मान्छे त्यहाँ आएर तपाईँले भेटेन भने यहाँ ट्राफिकमा आउनुहोस् कि हजुर त्यहाँ भन्नुहोस् कसरी लान्छ नभए त्यहाँ बेचमा हुन्छ अहिले स्टाफ कम्ती भएर गरम हेर्नुपर्छ यता दुईपट्टि कि हिजो चाहिँ पालो गर्दै अफिस पनि हेर्दै यता गर्दै गर्छ नि यहाँ मात्रै सबै जग्गा भयो कि एनओसी मात्रै सबैजना यहाँ मात्रै छ बाँचेको कि सबैजना मात्रै पनि भयो सबै होइन अरिजिनल छ मेरोमा कपीको खै देखाउनु सबै यहाँ मात्रै छ रम्बू मात्रै छ बाँचेको अब सबै जग्गा भइसक्यो नि यसको दुई साइडकै जेरक्स गर्नु कि हजुर म भएन नि अहिले म गरिदिइहाल्छु हुन्छ के बस्दै गर्नु सर कपी गर्नु हुन्छ ए हुन्छ सर हुन्छ सर अहिले आउँदा आउँछु नि म आउँछु नि म ल ए हुन्छ हुन्छ सर नम्बर छ सर त्यही नम्बर दिनुहोस् न नम्बर हाल्नु पऱ्यो फाइनली मेरो रम्फूको ट्राफिकबाट पनि एनओसी पाएँ होइन सो अब चाहिँ मेरो फाइनल काम बाँचेको छ पुलिस थानामा गएर बुझाउनु छ होइन
कुन चाहिँ ग्याङ हो यस फेरि So guys, here is my final application. So guys, मैले चाहिँ भर्खर एफआइआरहरू बुझाएँ होइन रम्फू पुलिस एसएचओमा अब हेरौँ होइन के हुन्छ लु त गाइज होइन फाइनली मेरो सबै काम भइसकेको अवस्था होइन अब चाहिँ मलाई बस आरटिओ गएर यो एफआइआर कपी दिनुपर्छ अरे होइन त्यहाँदेखि चाहिँ मेरो डिआर निस्किन्छ अरे गाइज होइन सो फाइनली आइ एम भेरी भेरी ह्याप्पी होइन के गर्नु अस्ति जे हुन्थ्यो भइहाल्यो होइन अब फेरि नयाँ डिआर निकालेर अब सम्हालेर राख्नुपर्ने बेला आउँदैछ गाइज होइन अब चाहिँ हुन्छ नि काबु भयो अरिजिनल चाहिँ लिएर हिँड्नु लाग्यो अब डिआरको कपी गर्ने हो लिएर हिँड्ने हो सिधै अरिजिनल चाहिँ घरमै राख्छु हो अहिले तपाईँको टाइम भन्नुपर्दाखेरि 5:22 भइसकेको छ होइन म टक्कै 3 बजी आएको रम्फू अनि जेरोक्स गर्नु लागि फेरि अस्ति मेरो सिम ब्लक भएर चाहिँ नयाँ सिम मैले एक्टिभ गरेको थिएँ नि त अन्त एसएमएसहरू आएको थिएन फेरि जिपे ब्लक भइसक्यो भन्दा मेरो साथीलाई फोन गरेर जोसनलाई जिपे गरी मागेर चाहिँ मैले जेरोक्स गरेको यस्तो बिजोग भयो नि गाइस क्यास नबोक्नु साह्रो छ नि त अघि आउँदाखेरि गरम गरम भइरहेको थियो बेलुका बेलुका हुँदै गएपछि जाडो जाडो फिल भयो नि उहाँ त अब ओसस क्याफे यहाँ चाहिँ साइकल लाग्छ मलाई बाइकहरू घुमाउनु यो गाडीहरू यता हाल्छ कि साइड साइडमा यो ब्लग चाहिँ अब यहाँ एन्ड गर्नुपर्ने अवस्था आइसकेको छ होइन सही लामो भएको छ यो ब्लग चाहिँ सो अहिले तपाईँहरूले मेरो ब्लगहरू इन्जोय गर्नुहुँदै होला होइन अन्तखेरि ब्लगहरू मन पऱ्यो भने चाहिँ भिडियोलाई लाइक गर्ने हो होइन अन्त सब्सक्राइब गर्नु मेरो च्यानललाई सो सी यू गाइस